बाँचिरहे बाबु। तिम्रो पढाइ लेखाइमा कल्याण होस्, तिमी ज्ञानी दानी बने, तिमीलाई खाना लाउन टन नपुगोस्, तिम्रो आयु लामो होस्, तिम्री श्रीमती 32 गुणले प्राप्त भयो कि आउन्। ल भयो बाबु तिम्रो। यो गरिबलाई सहयोग गर्नु हजुर। कोही हुनुहुन्छ? लिनुहोस् हजुर। ओहो, नोट त सानो दिनुभयो त हजुर। गल्लीमा बस्नेलाई 1-2 रुपियाँ दिन्छन्, मैले त केही त दिएको छु। यस्ता मान्छेलाई त दिए पनि जस छैन, नदिए पनि जस छैन। थुक्क। तिमीले त दिएनौ त बाबु। आता मैं लिख दिनु अंकल। हेरै ल बाबु, तिमीले त दिएछौ पैसा, म तिमीलाई आशीर्वाद दिन्छु है। तिम्रो एउटा राम्रो सुशील कन्यासँग बिहा होस्। मेरो त बिहे भएर पनि डिभोर्स भइसक्यो अङ्कल। दिवस भयो के भयो त, अर्को आशीर्वाद दिन्छु नि। तिमीलाई सरकारी नोकरी मिलोस् बाबु। नर्सरीमा 5 चोटि फेल भयो, मलाई कसरी मिल्छ सरकारी जागिरी? त्यसो भए त तिमीलाई दिनलाई के आशीर्वादै छैन त। एउटा आशीर्वाद छ, तिम्रो जानेर सुकेर मसिनो छौ, अब तिमी मोटाउनु, यही हो मेरो आशीर्वाद। अङ्कल म त टिभीलाई चाहिँ कसरी मोटाउने हो र नै? हेरे यो आफू फाल्नु भने जाँदा यहाँ निक्ले। मेरो टाइम वेस्ट नगर, अरू आउँदैछन्। न दिमाग खराब के भने नि उल्टै भन्ने। हजुर हजुर केही दिनु न, हजुर केही दिनु न। हेर भाइ, तिम्रो हात खुट्टा पनि ठिकै छन्, अनि मोटा आएको पनि छौ होइन, अनि खाइपिएको पनि लाग्छौ, आँखा पनि राम्रा छन्, अनि बोल्न पनि सक्छौ, अनि यसरी मागेर किन खान्छौ? काम गर न, डेली यसरी तिमी मागेर अनि महिनामा कति नै कमाउलाउ र? धेरै त हुँदैन दाजु, महिनामा 50,000 मिनिमम हुन्छ। कता गयो त? अनि धनाटे जस्तो त्यो पैसा देला भने त कता गयो त्यो मान्छे? बिजनेस राम्रो लाग्यो दाइ यार, अबबाट म पनि तिम्रो पार्टनर हो।